आज मैले मस्यौराको छोइला बनाएर खाएको। ओ माई गॉड, यस्तो मिठो हुँदो रहेछ कि कुरै नगर्नुस्। मासुको छोइला त कहाँ हो। हजुरहरूले पनि यसरी नै बनाएर खानु होला भनेर यसको रेसिपी भिडियो शेयर गर्दैछु। ल अब ढिला नगरी सुरु गरौँ है त। यसको लागि चाहिँ मैले बजारबाट हाई लाइफ ब्रान्डको मल्टीग्रेन नगेट्स किनेर ल्याएको छु। यो चाहिँ एकदमै राम्रो हुँदो रहेछ। पिसहरू पनि एकदम युनिफर्म साइजको अनि खासै धुलो पनि नहुने। अब यसलाई चाहिँ एउटा मिक्सिङ बाउलमा कलेक्ट गरिदिनु होला। त्यसैगरी केही बेर तातो पानी राखेर छोडिदिनु होला। अब चाहिँ म यसको लागि ब्याटर बनाउन जाँदैछु। एउटा मिक्सिङ बाउलमा 2 चम्चा अदुवा लसुनको पेस्ट, त्यसैगरी 100 ग्राम मैदा, 1 चम्चा गरम मसला, 1 चम्चा खुर्सानीको धुलो, 1 चम्चा जिराको धुलो, स्वाद अनुसार नुन, थोरै चाट मसला र यसमा थोरै पानी राखेर मजाले मिक्स गरिदिनु होला। हेर्नुस् त हाम्रो यो ब्याटर पनि रेडी भइसक्यो। अब चाहिँ पानीमा भिजाएको मस्यौरालाई स्क्विज गरिदिनु होला। स्क्विज गरिसकेपछि यसलाई चाहिँ हामीले ब्याटरमा मिक्स गर्नुपर्ने हुन्छ। मजाले ब्याटर कोट गरिसकेपछि सुरुमा चाहिँ हामीले यसलाई क्रिस्पी नहुन्जेलसम्म फ्राई गर्नुपर्ने हुन्छ। हेर्नुस् त साथीहरू, यतिको कलर आइसकेपछि यसलाई एउटा प्लेटमा निकालेर कलेक्ट गरिदिनु होला। अब चाहिँ म यसको लागि छोइला मसला बनाउन तयार गर्दैछु। एउटा मिक्सिङ बाउलमा 4टा जति पोलेको गोलभेडालाई एड गरिदिनु होला। 1 चम्चा अदुवा लसुनको पेस्ट, 1 चम्चा खुर्सानीको धुलो, 1 चम्चा जिराको धुलो, 1 चम्चा धनियाको धुलो, 1 चम्चा चाट मसला, स्वाद अनुसार नुन, थोरै चप्ट गरेको धनिया, थोरै सानो पिसमा काटेको हरियो लसुन र तोरीको तेललाई पनि एड गरिदिनु होला। थोरै भिनेगर पनि एड गर्न सक्नुहुन्छ। अब यो सबैलाई चाहिँ हामीले मजाले मिक्स गर्छौं। हेर्नुस् त साथीहरू, यतिको मसला तयार भइसकेपछि हामीले डीप फ्राई गरेको मस्यौरालाई एड गर्दैछौं। अब यो सबैलाई चाहिँ मसलासँग मजाले मिक्स गरिदिनु होला। हेर्नुस् त कस्तो राम्रो मिक्स भइसक्यो भने हेर्दै खाउ लाग्दो बनिसकेको छ। मेरो त मुखै रसायो अनि मैले यसलाई खाइहेरेको। यस्तो मिठो भयो कि कुरै नगर्नुस्। मासु भन्दा पनि एकदमै मिठो। अब हजुरहरूले पनि यसरी नै मासु भन्दा पनि एकदमै मिठो हुने गरी हाई लाइफ मल्टीग्रेन नगेट्सको छोइला बनाएर इन्जोय गर्नु होला। अनि हजुरहरूले अहिलेसम्म यसरी बनाएर खानु भएको छ कि छैन प्लिज कमेन्ट पनि गरिदिनु होला है। अनि हजुरहरूलाई यो रेसिपी भिडियो कस्तो लाग्यो हजुरहरूको फ्रेन्ड्स र फ्यामिलीहरूसम्म पनि सेयर गर्नु होला। साथै यो पेजलाई धेरै भन्दा धेरै फलो र सेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।